एभ्रिवान वेलकम ब्याक टु द न्यू भिडियो बसेर नेपाल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ म काठमाडौँदेखि पाल्पा फर्किँदैछु छु। अब एज यु नो अघिल्लोचोटि मैले भिडियोमा भनेको थिएँ कि म सन्चो नभएर चाहिँ यसो ट्रिटमेन्ट गरेर काठमाडौँ गएको थिएँ। यसो ट्रिटमेन्ट भयो र आज चाहिँ फर्किँदैछु। यसो 2-4 दिन रेस्ट गर्न भने त्यही भएर चाहिँ आज पाल्पा फर्किँदैछु। र आज म चाहिँ पाल्पा दरबारमा फर्किँदैछु, जुन चाहिँ सिवानी ग्रुपको गाडी हो। र गाडी चाहिँ 0189 नम्बरवाला हो। सिवानी ग्रुप नै भइहाल्यो क्या। गाडी चाहिँ कम्फर्टेबलमै छ। अघिल्लोचोटि पनि एक दुईचोटि चढिन्थ्यो, तर जर्नी भ्लग चाहिँ छैन। आज चाहिँ जर्नी भ्लग आउँछ एकदम तगडा तरिकाले। सो वाच टिल एन्ड सब्सक्राइब। र एकछिन गाडी कुर्दा बेर चाहिँ बस स्पोर्टिङ हानौँ र म गाडी चढ्ने ठाउँमा छु अहिले चाहिँ। A few moments later. 6:30 गाडी बोल्ला है यार औडा। फाइनली गाडीमा चाहिँ बस्छु बल्ल बल्ल। एकछिन चाहिँ कुर्नु पऱ्यो। अहिले चाहिँ गाडीमा चाहिँ अहिले चाहिँ वाइफाई एसी टिभीहरू सब वर्किङ भएको। चार्जिङ पोर्ट चाहिँ यो टाइपको दिन्छ र फोल्डिङ चाहिँ यस्तो। सो गाइस, काठमाडौँको साँझतिरको माहौल चाहिँ यस्तो छ। भिडभाड अस्तव्यस्त नै छ। म त यार भाइलाई लिएर आएको, म आफै बिरामी भएर मङ्गा गरेको थिएँ। डेङ्गु त नेगेटिभ आयो होइन। अहिले बल्ल फर्किँदैछु यार। अहिले नाइटमा फर्किँदैछु। बिहान फोन गरेको थियो, म हस्पिटलमै थिएँ कि। यहाँ चाहिँ नेपालगञ्जको बिआइएनएसीले चाहिँ तेल हाल्दै रहेछ। यिनीहरू चाहिँ अघि चाहिँ क्रस भइसक्यो, तर यहीँ रहेछ नि यो सुरुको चाहिँ नेपाल के अरे उता कपिलवस्तुतिरको रेड हर्स, यो मालिका टर्बोजेट, सेम मालिका हाइपरसोनिक जस्तो छ। घरिघरि चाहिँ कन्फ्युजन छ। र यो अगाडिको चाहिँ हाइवे ह्याकर, ठिकठाक भाइरल इन्जिनियर दिदीवाला। र यो चाहिँ यो बस सेवाको प्यासेन्जरहरू बस्ने ठाउँ। हजुरहरू बस सेवा टिकट काट्नु भएको चाहिँ यहीँ आएर बस्दा हुन्छ एकछिन गाडी कुर्दा। यार मान्छे छुटेछन् र गाडीलाई चाहिँ यहाँ साइड ल्याएर मान्छे गर्न थाल्यो। अब त्यो मान्छे कस्तो र आउने। नेट सेट एभ्रिथिङ वर्किङ कन्डिसनमा। चार्ज टिभी सिसिटिभी यतातिर सब चिल। सेन्ट्रल एसी, क्लोजिङ ऱ्याक। लगभग आधा घन्टाभन्दा धेरै कुरियो। मान्छे चाहिँ गर्दा गर्दै यहीँ नै 7:30-8 बज्न लाग्यो। सो गाइजहरू, हजुरहरू चाहिँ यसो टाइममा आइदिने गर्नु होला है, ढिलो हुन्छ आफैलाई।
चाहिँ स्याङ्जाको भाइरल स्याङ्जा दर्शन गाडी भेटियो, जुन चाहिँ यो नयाँ नै हो, धेरै भएको छैन निक्लेको। सो हामी चाहिँ भ्यालीबाट कम्प्लिटली आउट भइसक्यौँ र यो तल ओह्रालो झर्दैछौँ। लगाइस पानी पनि आयो त पाल्पा दर्शनको दरबारको। गाइज यार यो त मैले बल्ल नोटिस हाटेँ, हल्का सिट चाहिँ फुटिसकेको रहेछ। अन्त गाडी निक्लेको पनि भयो 2 वर्ष। र स्न्याक्स टाइम है त हाम्रो चाहिँ ट्याक्क लाएर चिप्स विथ पानी। ल गाइस अघिको फिल्म चाहिँ भयो, यो नयाँ फिल्म सुरु भयो। 9:22 गइरहेको टाइम चाहिँ यो फिल्म चाहिँ त्यो झरी बचेको इन्द्रेणी भन्ने हो, जुन चाहिँ हाम्रो प्रधानमन्त्री बालेन्द्र शाहको युट्युब च्यानलमा भएको होला।
यो फिल्म मैले हेरेको थिइनँ तर दामी रहेछ है गाइज हजुरहरूले पनि हेर्दा हुन्छ तगडा बबाल यसो फिल्म हेर्दा हेर्दै अहिले चाहिँ खाना खाने ठाउँमा आइपुग्यो यहाँ खाना रोकेको गाडीले अरू गाडीहरू पनि यहीँ छन् कालीगण्डकी सुर्खेतको गाडी हाइवे ह्याकर होटलको नाम चाहिँ ठ्याक्क अलि मैले नि क्लियरली बुझेन यो चाहिँ कुरिन टार हो है मैले चाहिँ खाना खाएर हिँडेको थिएँ त्यही भएर खाना खाएन अहिले चाहिँ म गाडीभित्र जानु लागेँ हाम्रो गाडी यता साइडमा चाहिँ हाइवे ह्याकर छ लगाइ स्याङ्जा दर्शन नि आयो यही ठाउँमा खाने आइज भात ट्याक्क हाइवे ह्याकर चाहिँ अघि नै गइसकेर हामी पनि अब खाना खाएर निक्लिन लागिसक्यौँ यसतिर चाहिँ मुगलिनतिर आइपुग्यो भन्दा नि मुगलिनबाट अगाडि बढिसक्यो ल गाइस म त मस्त निदाएछु आँखा खोल्दा चाहिँ के अरे जाग्दाखेरि चाहिँ म मुगलिनतिरै थिएँ अहिले त गाडी पुरा सुनौलाएर चिया खाना रोकेर आएर चाहिँ बल्ल थाहा पाएँ र हाम्रो साइडमा चाहिँ यो ग्लोबल सिखा पहिला लाग्यो अहिले चाहिँ मुक्तिनाथ दर्शन सुनौली टु बागलुङ बेनी यो चाहिँ चिया खाएर निक्लिसक्यो हिँडिसक्यो साइडमा चाहिँ हमसफर र टाइम ट्राभल पनि छ हामी पनि हिँड्न थालिसक्यौँ अब हामी त पाल्पा पुग्ने त्यही भएर अब चाँडै निक्लिनु पऱ्यो अब यो हमसफर टाइम ट्राभल त भइरहेको के अब यहाँ धेरै टाढा नि छैन चाँडै पुगिन्छ प्यासेन्जर अल्पत्र पर्छन् भनेर एकछिन यहीँ रेस्ट हानेको होला
लगाए यस्तो चाहिँ बिहानको 4 बजी राखेर हामी चाहिँ बुटोल चौडा आइपुग्यो। पहिला चाँडै आएर म पनि यहीँ भिडियो बनाउँथेँ। त्यस्तै चाहिँ पाल्पा गाडी 6 बजी 7 बजी आउँथ्यो, अहिले त 4 बजी आउँदो रहेछ। यति चाँडै माथि आउन नि सकिन्न, भिडियो बनाउनु पनि भेटिँदैन। दाङ नेपालगञ्जको त पुरै क्रस भइसक्यो, एउटा आउन बाँकी छैन अब। यस्तो हो बिहानको बुटोलको माहौल। सटरहरू सबभन्दा पुरा सुनसान छ। अलिअलि मान्छे चाहिँ मर्निङ वाक हिँडिरहन्, त्यही हो। र गाइस यस्तै चाहिँ बुटोल बसवर्क आइपुग्यो र यो मालिका टप जेट कफिल बस्तीको चाहिँ पहिले आइसकेको रहेछ। मान्छे होला, मान्छे झार्दै छ। बुटोलमा नि यो तल्लो लेन चाहिँ बनाउँदो रहेछ, त्यही भएर हामी चाहिँ माथिल्लो लेनबाट गइरहेछौँ। खास हाम्रो लेन चाहिँ तलपट्टिको हो। गुड मर्निङ फ्रम सिधै बाँसटारीबाट। अहिले चाहिँ एकछिन चाहिँ अघि गाडीले तेल हाल्न रोक्यो, तेल हालेर मान्छे झारेर चाहिँ अहिले हामी सिधै बाँसटारी क्रस भइसक्यौँ, पर्वस आउन लाग्यो। सो गाइज हामी चाहिँ पर्वास नै क्रस भइसक्यो। पर्वासको लुम्बिनी मेडिकल कलेज क्रस भइसक्यो, त्यहाँबाट माथि लाग्यो। टिकटकतिर भिडियोहरू हेर्नुहुन्छ भने चाहिँ यो चाहिँ हाम्रो पाल्पा एक्सप्रेसले भिडियो बनाउने ठाउँ हो। आज चाहिँ आउनु भएको छैन जस्तो छ, यताउति कहीँ देखेन। यस्तो छ बिहानको पाल्पातिरको मौसम, पुरा आनन्द कुल टाइपको। काठमाडौँको भिडभाड देख्दा त यो ठाउँ त एकदम चिल आनन्दको हो है। गाइज यस्तै चाहिँ हामी पाल्पाको धोबीधारातिर आयो। यहाँ चाहिँ गाडीहरू पार्क गरिरहेको हुन्छ पाल्पाको। पाल्पा दर्शन छ त्यहाँ। यहाँ पनि एउटा पाल्पा दर्शन, उतापट्टि सुपरसोनिक छ। पाल्पा दरबार चाहिँ अलि माथि र बर्तुङदेखि अलि भित्रतिर रोक्छ। आलो पालो गरेर चलिरहेको, त्यही भएर सब यहीँ रहेछ सुपरसोनिक र पाल्पा दरबार।
सो गाइस यो चाहिँ हामीभन्दा 1 घन्टा ढिलो छुटेको गाडी हो। अहिले चाहिँ हामीलाई पुतलमा ओभरटेक गरेको थियो, त्यो भिडियो चाहिँ बनाएन। तर अहिले चाहिँ यो बसर गरेर मान्छे झारेर फर्किसक्यो। हामी चाहिँ बल्ल होलाङ्गदेखि मास्तिर लाग्यौँ। यो चाहिँ छिट्टै आइपुग्यो है, 0994। सो गाइस फाइनल्ली 12 घन्टाको जर्नीपछि हामी यस्तै पाल्पा बस पार्क आइपुग्यो। यस्तो छ बिहानको माहौल। रानी महल होकेर छुट्ने अझै आइसकेर हिँड्छ बस पार्क। कतै आउँदै होला सायद। सुनसान छ, 1-2टा लोकल बस मात्र बुडल जाने, अरू सब सुनसान छ। अहिले चाहिँ गाडीले साइड लाउँदैछ बस पार्कमा। अर्को अब अघि नै आएर गएर फर्किसक्यो। हामी चाहिँ बल्ल आयौँ। सो गाइज हाम्रो यात्रा चाहिँ यहीँसम्मको लागि थियो। थ्याङ्क्स फर वाचिङ एन्ड डोन्ट फर्गेट टु लाइक, कमेन्ट, सब्सक्राइब एन्ड सेयर। अनि टिकटक र फेसबुकमा पनि फलो गर्नु होला, लिङ्क चाहिँ डिस्क्रिप्सनमा हुन्छ। सो गाइज थ्याङ्क्स फर वाचिङ अगेन एन्ड ह्याभ अ नाइस डे। लेट अस मिट अन नेक्स्ट ब्लग। त्यो चाहिँ कुन हुन्छ थाहा नै। बस स्पट नि हुन पायो, फेरि बस चढ्ने नहुन पायो। थ्याङ्क यू।